दिदी हजुरको मोबाइलमा ब्यालेन्स छ एउटा एकचोटि घर फोन गर्छु कि त्यही भएर घर फोन गरेर दिइहाल्छु 1 मिनेटमा 99848 68 68 79 260 भयो काटी गयो भएन कि धेरै छैन होला मेरो पनि त्यही भएर नमस्ते गर्दै है नमस्तेमा खोइ छैन होला क्या नमस्ते होला एनसेलमा गरौँ हेर्छु है रोक्नु त होइन एनसेलमा भयो केही भयो ए कता गयो उता लगाइदिनु भएको फोन गयो गएन होला नमस्तेको धेरै छैन कि मेरो अनि डाटा लिके भर्खरै त्यही भएर तपाईको ब्यालेन्स कम भइसकेको छ कृपया रिचार्ज गर्नुहोस् अथवा सापट्टि लिनको लागि हेलो हजुर कहाँ हुनुहुन्छ यहाँ जर्गा आउनु पर्यो क्या यार झ्याउ मेरो मोबाइलमा ब्यालेन्स नि छैन त्यही भएर हो लास्ट ल्याङ भयो नि यहाँ एउटा दिदीको मोबाइलबाट फोन गरेको के हजुर के भन्नुभयो होइन यहाँ दिदीकोबाट फोन गरेको हो हजुर केही आवाज बुझ्दैन यार यहाँ पैसा छैन छिटो भन्नु न हजुर यही जर्गा यो चोकबाट भित्र हो क्या यहाँ खेते छु हजुर कता ए ल अब पैसा उस हुन लाग्छ हजुर के भन्यो केही बुझ्दैन यतैको बाटो आउँछु के खेतको बाटो यही खेत आयो भएन म हजुर ढिलो भइराछ के मलाई होइन यहाँ रोक्नु नि यसो भर्खरै 2 मिनट हजुर भन्नु त ढिलो भछ के मलाई हजुर अहिले स्कुल बन्द भइहाल्छ के दिनु न कुन स्कुल हो र यहाँ हो के त्यहाँ फी तिर्न हिँडेको म यताको बाटो नि जान्छ के नत्र हजुर गएर आउनु न म बोल्दै गर्छु अनि मोबाइलदेखि जो मैले तिर्ने हो अनि हजुर मोबाइलदेखि जो तिर्ने हो के तिर्ने स्कुलमा फी तिर्न छ के यहीँ आउन यार सबै माल जति लिएर आऊ ल केला दिनु अब होइन यार यहाँ दिदी रिसाइसक्नु भयो क्या तिमी कुरा बुझ न यार हजुर यो खेतको बाटो आउँछु के यो बाटो जान्न स्कुल हेलो पैसा भ्याइयो होला होइन भ्याइ छैन हजुर त्यसरी त कहाँ भएर भएन के तँ त ल्याउन पर्यो मलाई ढिलो भछ के भाइ हजुर कति बजे हो र 4 बजे त बन्द भइसक्यो त्यहाँ फोन गरेर हिँडेको क्या अब एकछिन बस्छु 5 मिनेटमा हजुर त्यसरी त भएन के यहाँ के गरे यो आगो बिटो छ क्या 2टा स्कुलबाट छेउमा फेरि हाम्रोमा फोन गर्दै ल अरूको मोबाइलदेखि गर्नु मलाई दिनु मलाई ढिलो भछ के भन्छौ यार केही कुरा बुझ्दैन म त्यतै आउँछु है रोगा दिनु हजुर होइन दिनु न दिदी काटिसके सर दिदी सुन्नु न हजुर दिदी एउटा कुरा सुन्नु त सुन्नु न हामी प्र्याङ्क भिडियो बनाइरहेको थियौँ त्यसको लागि प्र्याङ्क भिडियो बनाइरहेको थियौँ है